हेलो जयमसी नमस्ते सबैजनालाई। आज चाहिँ हामी ऱ्यान्डमली बसिरहेछौँ। इभन सुषमालाई थाहा छैन हामी के विषयमा अब एकछिन कुराकानी गर्छौँ रिफ्लेक्ट गर्छौँ भनेर। सो डु हेभ एनी आइडिया हामी आज के विषयमा कुराकानी गर्छौँ होला? जस्ट गेस। नो आइडिया। थाहा छैन भर्खर एनिभर्सरी भएको मेबी रिलेटेड ला या टु त्यही द्याट नै हो। रिफ्लेक्टिङ आवर 1 year जर्नी ब्याक। सो आजको दिन चाहिँ हाम्रो रिसेप्सन थियो, रिसेप्सन हुँदै थियो। अनि यो विक चाहिँ जस्तै हामी दुवैजनाको विकेन्ड सरी यो हामीले चाहिँ एनुअल लिभ लिएको थियौँ। अनि एउटा समय जस्तै विभिन्न ठाउँमा हाइकिङ घुम्ने यताउति डुल्दै गर्दा सँगै घरमा बसेर पकाएर खाँदै गर्दा होइन हाम्रो विवाहको समयहरूलाई सम्झिँदै त्यो किसिमको एउटा समयहरू चाहिँ थियो। त्यस कारणले गर्दाखेरि त्यही विषयमा यसो छोटो रिफ्लेक्सन गरौँ भनेर। सो हाम्रो 1 वर्ष अगाडिको विवाहको दिनलाई सम्झिँदाखेरि चाहिँ के कुरा याद आउँछ तिमीलाई? विवाहको के कुरा खोइ एकदमै बिजी थियो त्यो टाइममा अनि एकदम एक्साइटेड एज वेल नर्भस मिक्स्ड फिलिङ अरू त्यति हो? या त्यही नै थियो त्यस्तो डर चाहिँ थिएन मलाई चाहिँ I ओके don't ओके know. ल ल म त्यसलाई चाहिँ सजिलो बनाइदिन्छु। जस्तै अब हामी त फर्स्ट टाइम भेटेर आम्ने सामने देखेको नेक्स्ट विक हाम्रो इङ्गेजमेन्ट, त्यसको 5 दिनपछि विवाह भनौँ, थर्ड दिनमा हाम्रो विवाह हुँदै थियो। सो किन तिमीलाई त्यस्तो डर भएन? लाइक कहाँबाट आयो त त्यस्तो किसिमको एउटा निर्धक्कता जस्तो भनौँ अथवा भनौँ न तिमीले भन्यो नि तर डर थिएन भन्दै गर्दा किन होला, के कारणले? खोइ अचम्म है सबै विवाह भन्ने बित्तिकै डराउँछ नि त अब ला के हुने होला इभन हजुर पनि कसरी फेस गर्ने त्यो मैले चाहिँ त्यस्तो केही पनि सोचेको थिएन आई डोन्ट नो मलाई चाहिँ त्यति अब जस प्रभुमा राम्रो व्यक्ति पाएको छ अनि सो त्यसमा नै ढुक्क थियो कि यस्तो डर चाहिँ थिएन सो तर आई डोन्ट नो फेरि हामीले चिनेको पनि त होइन नि अब राम्रो नराम्रो त्यस्तो थाहा पनि थिएन तै पनि आई डोन्ट नो त्यो भित्रै परमेश्वरले दिनुभएको होला त्यो शान्ति हुन्छ नि अनि त्यो के भन्छ एउटा या एस्युरेन्स घरबाट हुन्छ नि त्यो डर चाहिँ थिएन तर अलिकति हुन्छ नि ला अब विवाह यस्तो रङ पर्सन हुन्छ नि त्यस्तो चाहिँ खास थिएन त्यही हो अब अलिकति नर्भस थियो के हुने होला विवाहमा चाहिँ विवाहको दिनमा चाहिँ नर्भस थियो ओके त्यही कुरालाई जोड्दै गर्दा चाहिँ सो या अब फेरि ब्याक टु द स्टोरी हाम्रो कसरी भेट भयो भन्ने कुरा आउँछ। त्यो चाहिँ अझै अलिकति पछि नै भनौँला होइन। सो अहिले चाहिँ त्यही नै हो, डर थियो। अब धेरैको विवाह देखेको धेरैको विवाह खाएको पनि होइन। अब आफ्नै विवाहमा हुँदा चाहिँ ल हुन्छ नि अब त्यसमाथि सबै कुराहरू चाहिँ सबै लजिस्टिक्सहरू चाहिँ अब मेरो तर्फबाट मैले नै हेर्दै थिएँ यताउति। कति हाम्रो साथीहरूले पनि हेल्प गर्नुभयो है, विशेष सुदर्शन श्रेष्ठलाई म सम्झिन्छु जसले ट्रान्सपोर्टेसनको जिम्मा लिनुभएको थियो। अनि अब म्युजिकको त हामीले हेर्नु परेन, सबै उता ससुरालीपट्टिको चर्चले नै उहाँहरूले गर्नुभयो। त्यसबाहेक यावत थोकहरू चाहिँ होइन आफैले ह्यान्डल गर्दै थिएँ। एनिवे त्यसलाई अझै अलिकति यता लिएर गर्दै गर्दा पक्कै पनि इभन दो हामी दोस्रो तेस्रो पटक भेटमै हामी बिहा गर्दै गर्दा पनि इभन सुषमाले भन्दै गर्दा हामी अगाडि करिब करिब झन् 3 देखि 4 महिना हामी अनलाइनमा बोल्दै थियौँ लगभग हरेक दिन जस्तो है, सँगै प्रार्थनाहरू गर्दै। अनि या त्यो विवाह भन्ने कुरा चाहिँ डर अथवा त्यो व्यस्तता भन्ने कुरा चाहिँ लाइक नट अब म कतै गलत मान्छेसँग पो बिहे गर्दैछु कि भन्ने किसिमको डर होइन, तर त्यो चाहिँ सिचुएसन्स अनि आफन्तहरूको एक्सपेक्टेसन्स अनि अब दुई चर्चहरू बिचको अथवा भनौँ न हाम्रो हाम्रो विवाह चाहिँ यस्तो भइदियोस् अथवा विवाहमा यो किसिमको एक्टिभिटिज भइदियोस् भन्ने हाम्रो चाहना। तर मण्डलीहरूको चाहिँ अलिकति फरक विचारहरू होइन, त्यो चिजहरूले गर्दाखेरिको अलिअलि एङ्सियसहरू चाहिँ थियो। इभन विवाहकै दिनमा पनि कति सरप्राइजेसहरू थियो हाम्रो लागि, ल यस्तो त पहिला भनेकै थिएन भएकै थिएन भन्ने कुराहरू होइन। तथापि सबै कुराहरू स्मुथली गयो, हाम्रो इङ्गेजमेन्ट विवाह अनि रिसेप्सन पनि। अनि यो समयहरूमा एकदमै पर्सनली मैले चाहिँ अब मेरो स्थानीय मण्डली नेपाल लोगोस चर्चका पास्टरहरू आदरणीय मणि कोइराला सर र यम प्रधान दाजुलाई मैले धेरै धन्यवाद दिनै पर्छ। उहाँहरूले आफ्नो एकदमै धेरै धेरै उहाँहरूले चाहिँ मेरो विवाहको निम्ति हाम्रो विवाहको निम्ति परिश्रम गरिदिनु भएको छ। अनि साथै हाम्रो दुम्सी चौरका आनन्दजी चर्चका स्थानीय पास्टर प्रेस तराई अनि उक्त मण्डलीका
आमा मण्डली जुन चाहिँ दमौलीमा छ हाम्रो पास्टर तीर्थ गुरुङ, अनि त्यो मण्डलीको पनि अझै आमा मण्डली लमजुङमा छ ठाकुर गुरुङ, उहाँ तिनैजना गुरुबाहरूलाई पनि हामी सम्झिन्छौँ। ओके, सो यो 1 वर्षलाई फर्केर हेर्दाखेरि चाहिँ कस्तो भयो तिम्रो एक्सपिरियन्स, लाइक म्यारिज लाइफ यताउति होइन? जस्ट ऱ्यान्डम वाट यु हेभ इन माइन्ड 1 वर्षलाई फर्केर हेर्दा यो यात्रा कस्तो रह्यो? एकदम ब्लेसेड। अनि त्यसपछि लङ लास्टिङ, अब मृत्युले नछुटाएसम्म होइन, त्योसम्मको चाहिँ साथी पाएको छु, कहिले नछुट्ने। त्यो त अब एक हाम्रो कमिटमेन्ट हो, हामीले बाँधेको एउटा करार हो नि त विवाहको दिनमा। तर 1 वर्षको यात्रालाई चाहिँ यसो त्यो साथी त्यसलाई चाहिँ केन्द्र गरेर भन न। साथी पाएको छु हु इज अलवेज विथ मी होइन। अब किनकि म चाहिँ अब यहाँ विदेशमा बसेको भएर आइनु नि त लोनलीनेस हुन्छ नि, सिङ्गलनेस, एक्लै हुँदा कसरी टाइम स्पेन्ड हुन्थ्यो, एक्लै हुँदा कस्तो हुन्थ्यो इमोसनल्ली साइकोलोजिकल्ली। र अहिले विवाहपछि चाहिँ साथी हुँदाको त्यो टाइम हुन्छ नि, हजुर भएपछि अब त्यो टाइमहरू नै डिफ्रेन्ट, इमोसनल्ली नै एकदम स्टेबल हुन्छ नि, एकदम ब्लेसेड। अनि अनि त्यसपछि त्यही हो, कसरी स्पेन्ड गर्थेँ एक्लै हुँदा। र हजुर एज अ फ्यामिली फ्रेन्डसिप हुन्छ नि, एउटा पति पत्नी अब म्यारिज लाइफमा चाहिँ डिफ्रेन्ट हुँदो रहेछ। ओके, अलिकति अगाडि आउनु। ब्लेसेड हुँदो रहेछ। ओके, त्यसलाई अझै अब अलिक बुझ्ने विषयमा भनौँ। पक्कै पनि अब एक्लै स्ट्रगल गरेको जस्तो अथवा एक्लै भएर बस्दा गर्दाको भन्दा विवाहित सम्बन्धमा आइसकेपछि एउटा इमोसनल सपोर्ट, एउटा अब सोसियल्ली एउटा हुन्छ नि सपोर्ट, मेन्टल सपोर्ट त सबै त छँदै नै छ। एज अ स्पिरिचुअलिटी पनि हामीसँगै अब प्रार्थना गर्ने, डिभोसनली रूपमा बढ्नेहरू पनि छँदै नै छ। र अझै त्यसलाई अझै सिम्प्लिफाई गरेर भनौँ भने त यो 1 वर्षको यात्रा चाहिँ कस्तो रह्यो? लाइक 1 वर्ष भइसकेको छ भनेर त्यसलाई स्मरण गर्नु पर्दाखेरि चाहिँ हाउ डु यु एक्सप्लेन? ओके, मेरो क्वेसन अलिक गाह्रो होला, मै भन्छु ल, मबाट सुरु गर्छु। पक्कै पनि हामीले टाढाबाट हेर्दाखेरि चाहिँ कुनै चिज एउटा फरक देखिन्छ नि। जस्तै यहाँबाट हामीले कुनै डाँडा हेऱ्यो भने ओहो त्यो डाँडा लुक्स इन्ट्रेस्टिङ, अथवा ओहो त्यो डाँडा चाहिँ यस्तो होला उस्तो होला भनेर हामी त्यहाँ नचढिकन यहाँ बसेर हामीले एउटा कल्पना गर्ने इमेजिनेसन एउटा आफ्नो हुनसक्छ होइन, आफ्नो पर्सपेक्टिभबाट हेर्न सक्छौँ। तर जब हामी त्यो डाँडामा गइसकेपछि मात्रै हामीलाई थाहा हुन्छ नि त, यहाँ कति गाह्रो रहेछ, त्यो माथिबाट कस्तो देखिँदो रहेछ भन्ने कुराहरू। सो त्यही नै हो। जस्तै अझै एउटा उदाहरण, कसैले एउटा किताबको बारेमा एउटा समरी लेखेको होला, अनि त्यो पढेर हामीले यो किताब यस्तो रहेछ भनेर अलिकति आइडिया त पाउँछौँ, तर जबसम्म हामीले त्यो किताबलाई आफै पढ्दैनौँ हामीलाई थाहा हुँदैन। सो व्यक्तिगत रूपमा मेरो लागि चाहिँ त्यस्तै नै भयो। मैले घरिघरि कुरा दोहोऱ्याइरहेको हुन्छु, मैले 40-50 जनाको विवाह एटेन्ड गरेँ होला। ती विवाहहरूमा म्याक्सिमम टाइम म जहिले पनि एउटा क्वायर लिडरको रूपमा थिएँ अथवा क्वायर मेम्बरकै रूपमा थिएँ म जहिले पनि ती विवाहहरूमा। अनि अरू कति विवाहित साथीभाइहरूको कुराहरू पनि सुनिन्थ्यो, तर जब आफै विवाह गरेर अगाडि बढिसकेपछि चाहिँ कति कुराहरू चाहिँ ओके यो रहेछ भन्ने कुराहरू चाहिँ थाहा गरेँ। सो हाम्रो विवाहको सुरुवात नै एक प्रकारले हेर्दै गर्दाखेरि चाहिँ एउटा प्रार्थनादेखि होइन, परमेश्वरबाटको ओके लाइक सिज फर मी भन्ने किसिमको एउटा अस्युरेन्सबाट सुरु भएको कारणले गर्दाखेरि चाहिँ यो करारको सम्बन्धमा अघि बढ्दै गर्दाखेरि धेरै कुराहरू सिक्ने मौका पाएँ। झन् त्यसमाथि मैले चाहिँ आफ्नो विवाहलाई रिफ्लेक्ट गर्दै गर्दाखेरि चाहिँ अब विवाह गर्ने बित्तिकै होइन विदिन 2nd मन्थ नै म यता स्कटल्यान्डमा आउनु पऱ्यो। आउन पाएँ भनौँ न, होइन पऱ्यो भन्दा अलिकति अर्कै सुन्ला। तर अनि बाइबलको वचनलाई सम्झिँदाखेरि पनि ती दुई एक हुनेछन् होइन, आफ्नो आमा बुवालाई तिनीहरूले छोड्नेछन् भन्ने किसिमको खण्ड हामी यता उत्पत्तिको पुस्तकमा देख्न सक्छौँ नि त। अनि मैले त्यो रियलाइज गर्दै थिएँ, ओके हामीले त विवाह गर्ने बित्तिकै अन आवर ओन रूपमा अगाडि बढ्न पायौँ। इभन म बिहाभन्दा अगाडिसम्म एक प्रकारको इन्डिपेन्डेन्ट चाहिँ थिएँ, तर पनि आई वाज रिलाइङ। म धेरै कुराहरूमा एउटा बुवा मम्मीसँग बसेको कारणले गर्दाखेरि उहाँहरूमा धेरै कुरामा निर्भर थिएँ। तर विवाह गरेर यहाँ आइसकेर बढ्दै गर्दाखेरि चाहिँ अब यहाँको एउटा च्यालेन्जेस, यहाँको कामको यताउति स्ट्रगल त छुट्टै छ, त्यो अर्कै कुनै एउटा भिडियो बनाउनलाई। तर मैले फर्केर हेर्दाखेरि चाहिँ आई हेभ बिन भेरी ब्लेस्ड। किनभने सबैभन्दा पहिलो कुरा चाहिँ मैले सुषमालाई पनि भनेको थिएँ, म यहाँ आउने बित्तिकै लाइक कसरी ऊ आफैले यहाँ होइन यत्रो वर्ष बसेर आफ्नो एउटा लिभिङ स्पेस क्रिएट गरेर कसरी यहाँ बसिरहेको रहेछ होइन। म टक्क आउँदाखेरि मेरो लागि चाहिँ सबै कुराहरू सजिलो थियो,
तर हाम्रो विवाहको यात्रा चाहिँ सुरु हुँदै थियो भनौँ न। यहाँ आएर कसरी स्टेबल हुने, बस्ने, खाने, यताउति त्यो चिन्ताहरू मैले गर्नु परेन, किनभने एभ्रिथिङ वाज वेल सेटअप हियर। अनि मलाई चाहिँ धेरै खुसी लागेको थियो। अनि विवाहको रूपमा हेर्दाखेरि चाहिँ पक्कै पनि इट्स डिफ्रेन्ट, लाइक हुन्छ नि कसरी व्याख्या गर्ने, त्यो अघि नै भने जस्तै अब जतिले किताब पढ्नु भएको छ उहाँलाई थाहा हुन्छ भनेर। सो हामी चाहिँ सानो समरी मात्रै दिने कोसिस गरेको। सो 1 वर्षलाई फर्केर हेर्दा हामी म चाहिँ धेरै धन्यवादी छु धेरै कुराहरूमा, किनभने कति प्रार्थनाहरूका उत्तरहरू चाहिँ मैले पाएको छु। अनि मैले विवाह हुने बेला पनि भनेको थिएँ, सो तिमी चाहिँ मेरो लागि एउटा भिजिबल गड्स भिजिबल ग्रेस हो क्या। तिमीलाई देखेपछि चाहिँ जस हुन्छ नि मलाई त्यो सम्झना हुन्छ कि मेरो जीवनमा परमेश्वरले कसरी काम गर्नुभएको छ र कसरी उहाँले जुटाउनु भएको छ भन्ने कुरा। अनि त्यही कुरालाई मैले भर्खरै निकालेको गीतमा पनि छ। गीत पनि हेर्नु होला है, हेर्नु भएको छैन भने यहाँसम्म जसले भिडियो हेर्दै हुनुहुन्छ त्यो गीतको लिङ्क पनि तल हुन्छ, प्रार्थनाको उत्तर भनेर। त्यसमा तपाईँले त्यो गीतलाई पनि देख्न सक्नुहुन्छ, जहाँ चाहिँ विवाह हुनुभन्दा अगाडिको मेरो अवस्थालाई छोटो रूपमा राख्ने कोसिस गरेको छु। विवाह हुँदै गर्दा र विवाह पछिको एउटा कमिटमेन्टका कुराहरू त्यहाँ छन्। पक्कै पनि ह्याभिङ सेड द्याट सबै कुरा अब एकदमै सधैँ रमाइलै भयो, आशिष भयो भन्ने त होइन। यो 1 वर्षको क्रममा हामीले एकअर्कालाई कति समयमा अब चित्त पनि दुखाएका छौँ होइन, त्यहाँ आँसु खुसीहरू पनि मिसिएको छ। तर त्यो सबै कुराहरूले चाहिँ अझै हामीलाई एकअर्काप्रति नजिक आउन मद्दत गरेको चाहिँ मैले चाहिँ महसुस गरेको छु। अनि टिम किलरको एउटा मैले म्यारिज सम्बन्धी पोडकास्ट सुन्दै गर्दाखेरि होइन, र अथवा भनौँ न यता आएर पल वासरको पनि एउटा सुन्दै गर्दाखेरि चाहिँ दुइटै एउटा पोडकास्टबाट चाहिँ मैले पाएको एउटा कुरा जुन चाहिँ मलाई एकदमै स्ट्राइक भयो, मैले याद गरिरहेको छु। त्यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामी एकअर्कालाई अब दुःख चोट पुऱ्याउँछौँ, हाँसो खुसी हुन्छ। कहिलेकाहीँ चाहिँ त्यो कस्तो हुँदो रहेछ भन्दाखेरि एउटा मान्छेको नजरले हेर्दाखेरि चाहिँ मैले चाहिँ मेरो सबै इच्छाहरूले पुरा गरिदियोस्, मैले चाहेको जस्तो चाहिँ सबै सुषमाले गर्नुपर्छ भन्ने किसिमको सोचको कारणले, एक्सपेक्टेसनको कारणले, र उताबाट पनि त्यही क्या हुन्छ नि, मैले यस्तो गर्दोस् भन्ने किसिमको उसको चाहना। तर बाइबली रूपमा हेर्दाखेरि चाहिँ हामी चाहिँ कस्तो हुनुपर्ने रहेछ भन्दाखेरि चाहिँ एका दुस्रा नै एकअर्कालाई हामीले चाहिँ एउटा टु बी कन्फर्म टु द इमेज अफ क्राइस्ट, एउटा क्रिस्टको स्वरूपमा निर्माण हुँदै जानको निम्ति चाहिँ हामीले एकअर्कालाई सहयोग पनि गर्ने र सँगै पनि बन्दै जाने रहेछ क्या। भन्ने मतलब विवाह चाहिँ एक प्रकारले एउटा क्रिस्टको हुन्छ नि स्वरूपमा प्रतिबिम्बमा बढ्दै जानको निम्ति चाहिँ हामी चाहिँ सहयात्री रहेछौँ क्या दुईजना। यो भन्दै गर्दा एउटा कुनै कुरा याद आयो तिमीलाई? हामीले विवाहभन्दा अगाडि पनि हामीले विवाहभन्दा अगाडि कुराकानी गर्ने क्रममा चाहिँ कति विवाह सम्बन्धीका भिडियोहरू अनि बुकहरू पनि सँगै पढेका थियौँ। त्यसमा एकजना पास्टरले भन्नुभएको थियो नि समथिङ यस्तै रिलेटेड, परमेश्वर अनि दुईजना, के हो याद छ? क्विज जस्तो हो तिमीलाई? परमेश्वर अनि दुईजना। ओके म भन्छु। जोमेस तामाङ। नो जोमेस दाईको पनि थियो एउटा सर्ट, उसले क्लिप पाएको थियो, उसले सेयर गरेको थियो। त्यसै म भनिदिन्छु तिमीले कसले भनेको भनेर भन। उहाँले चाहिँ के भन्दै हुनुहुन्थ्यो भन्दाखेरि पास्टर प्रेम नारायण भट्टराई, तपाईँले हेर्दै हुनुहुन्छ नि दाजु, तपाईँलाई धन्यवाद। तपाईँको सबै त्यो सिरिजहरू हामीले हेरेको थियौँ, प्लस हाम्रो रिसेप्सनमा नै आउनुभएको थियो प्रेम दाजु र सुषमा भाउजू। तपाईँलाई धेरै सम्झना छ। अनि उहाँले भन्नुभएको थियो कि पार्टनर कसरी चुन्ने अथवा कसरी चिन्ने भन्दै गर्दा चाहिँ एकदम सर्ट एन्ड स्विट क्विक के कसरी ल भन त के भन्नुभएको थियो उहाँले? मलाई चाहिँ एकदम मन पऱ्यो क्या, स्ट्राइक भइहालेको क्या। अब ठ्याक्कै मेरो जीवनमा पनि हुन्छ नि मिल्यो भनौँ न। त्यहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, ओके त्यहाँ चाहिँ परमेश्वर हुनुहुन्छ। अनि आफू चाहिँ परमेश्वरतिर जाने, वी हेभ टु रन थ्रु होइन टुवर्ड्स द गड। अनि त्यसपछि उहाँसँगै जाने यात्रामा चाहिँ कोही साइडमा कोही भेट्नुहुन्छ भने आई थिङ्क हि इज द राइट पर्सन हुन्छ नि, उहाँ त्यही मान्छे नै परमेश्वरले जुटाउनु भएको हो होइन। अनि म पनि त्यस्तै अब एभ्री वान हुन्छ नि परमेश्वरतिर हेरेर दौडिरहेको हुन्छ नि त। अनि त्यसकै साइडमा अब तपाईँले त्यस्तै व्यक्ति भेटाउनु भयो भने चाहिँ जो चाहिँ परमेश्वरतिरै दौडिएको छ, अनि ऊ चाहिँ राइट पर्सन सम्झेर रहेछ त उसले। हामीले यो एकदम मनमै ठ्याक्कै खायो क्या। भेरी नाइस हुन्छ नि, सर्ट एन्ड स्विट अनि क्विक अन्डरस्ट्यान्डिङ पनि के। तर त्यसको बिचमा धेरै ट्रुथहरू पनि थियो, मैले त्यो स्टोरीमा सेयर पनि गरेको थिएँ। अनि हामी यो सबै कुराहरूलाई बिल्डअप गर्दै गर्दा हेर्दाखेरि चाहिँ नि त्यही नै हो, विवाहभन्दा सुरुभन्दा अगाडि पनि हामी परमेश्वरतर्फ नै बढिरहने र त्यही अनुसारले
एका दुसरालाई डिस्कभर गर्ने चिन्ने भन्ने हुन्थ्यो भनेदेखिलाई अब विवाहको दिनमा पनि त्यही परमेश्वरतर्फ नै बढ्ने र परमेश्वरसँगै त्यो करार बाँध्ने हो नि त खासमा। विवाहको करार भनेको चाहिँ हामीले परमेश्वरसँग गर्ने कमिटमेन्ट। अनि विवाह पश्चात पनि त्यही नै रहेछ क्या, हामी दुवैजना नै परमेश्वरतर्फ नै बढिरहने। त्यो भनेको जब हामी एकअर्कालाई हेर्न थाल्छौँ भने एकअर्काप्रति एक्सपेक्टेसनहरू त हुन्छ नै, तर पनि एकअर्कालाई हेर्न थाल्ने बित्तिकै कति कुराहरू चाहिँ हुन्छ नि त्यो अर्कै बन्दै जान्छ। इन अ सेन्स भनौँ कति कुराहरू चाहिँ अब नेगेटिभिटी भनौँ न, किनभने हामी पापले एउटा भ्रष्ट भएको संसार समाजमा छौँ र हाम्रो हृदयहरू पनि शुद्ध छैनन्। यद्यपि हामी एउटा सेन्टिफिकेसनको प्रोसेसमा छौँ, हामी शुद्धिकरण पवित्रीकरण हुने एउटा यात्रामा हामी अगाडि बढिरहेका छौँ। त्यस कारणले गर्दाखेरि यो विवाहको सम्बन्धले चाहिँ त्यो सिकाउँदो रहेछ क्या। जब हामी परमेश्वरलाई हेरेर बढ्छौँ भने चाहिँ तब एकअर्कालाई क्षमा दिन सक्ने, प्रेम गर्न सक्ने कुराहरू। अनि कहिलेकाहीँ हाम्रो त्यस्तो जोक जस्तो हुन्छ, म केही गर भन्छु उसले गर्दैन, अनि म चाहिँ उसलाई के भन्छु त आज्ञाकारिता भनेर सम्झाउने कोसिस गर्छु क्या। हुन्छ नि एफिसीको पत्रमा त्यहाँ पावलले भने जस्तै, अनि उसको पनि रिप्लाई छ फेरि, म चाहिँ उसलाई आज्ञाकारिता खोइ भनेर भन्ने जस्तो कोसिस गर्छु। अनि सी रिप्लाई, उसले यसरी रिप्लाई गर्छ, के भनेर रिप्लाई गर्छ तिमी? प्रेम। सो यो चाहिँ म्युचुअली हुनु पऱ्यो क्या, मैले आज्ञाकारिता खोज्ने होइन, उसले पनि प्रेम मात्रै खोज्ने होइन, त्यो सँगै नै बढ्नुपर्छ। अनि कति कुराहरू चाहिँ अर्न पनि गर्ने रहेछ क्या, हामीले कमाउनु पनि पर्दो रहेछ क्या। जस्तै त्यो एउटा अब्लिगेसन जस्तो मात्रै नहोस् क्या, हुन्छ नि म यो गर्नुपर्छ, यो म बाध्य छु भन्ने किसिमले नहोस्, तर एउटा नेचुरली नै एउटा मबाट प्रेम र उसबाट आज्ञाकारिता चाहिँ बढ्नुपर्ने कुराहरू, बग्नुपर्ने कुराहरू होइन। जस्तै क्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो, त्यसरी नै पतिले पत्नीलाई प्रेम गर्ने, अनि पत्नीले चाहिँ एउटा अधीनतामा रहेर आज्ञाकारितामा आदरसहित बढ्ने भन्ने कुराहरू। यस, मैले अलिकति लामै भन्यो होला। सो यस्तै कन्टेक्स्टमा तिम्रो के भन्नु छ? 1 वर्षलाई फर्केर हेर्दा चाहिँ कस्तो रह्यो त? लाइक टोटली एउटा नयाँ मान्छेसँग होइन यहाँ बसेर बढ्दै गर्दाखेरि मैले कति कुराहरू त ल्याइसकेँ, त्यही पनि त्यसमा केही छुटेको जस्तो लाग्छ अथवा थप्नुपर्ने छ भने एनिथिङ? के भन्ने बेला आउँदैन कि नयाँ मान्छे हुँदै गर्दा त्यस्तो हुन्छ नि अप्ठ्यारो, अब एडजस्टमेन्ट यता त्यस्तो चाहिँ फिल भएन मलाई चाहिँ। आई डोन्ट नो, पहिल्यै चिरेको जस्तो हुन्छ नि, छिट्टै नै हामी उसो है के भन्छ मिल्यो भनौँ न, त्यो एडजस्टमेन्टहरू त्यो यस्तो नयाँ एकदमै स्ट्रेन्जर या स्ट्रेन्जर जस्तो फिल नै भएन। राम्रो कि नराम्रो। अनि यहाँ अब इभन लाइक त्यही हो, जस्तै यो कुरा चाहिँ हामीले कन्फ्युज गर्नुपर्छ कि हामीले कति बुकहरू पढ्यौँ है। एउटा बुक चाहिँ याद आउँछ मलाई, डाक्टर तिमोथी अरियालको थियो, विवाह भन्दा अगाडिको किसिमको होइन परामर्शको बुक थियो, उसँग नि रहेछ। अनि मसँग नेपालमा थियो, अनि हामीले सँगै पढेर त्यसमा पनि डिस्कस गऱ्यौँ। अनि त्यसपछि हामीले 3टा जति सेसन चाहिँ हाम्रो पास्टर मणि कोइराला सरसँग पनि लियौँ अनलाइनबाटै होइन, एउटा विवाहको विषयमा रहेर प्री म्यारिटल काउन्सिलिङ जस्तो। अनि त्यसबाहेक हामीले प्रेमनारायण भट्टराई पास्टर दाजुको त्यो सिरिज सबै सकायौँ। त्यसबाहेक अरू इङ्ग्लिसहरू कति हेऱ्यौँ होइन, त्यो कति आयो आर्टिकल्सहरू सबै गऱ्यौँ। तर यो कुरा चाहिँ हामीले के स्वीकार्नुपर्छ भनेदेखि चाहिँ त्यो पढ्दाखेरि जति बुझे जस्तो लाग्छ नि खासमा, तर विवाह गर्दाखेरि चाहिँ त्यो स्क्रच नै हुँदो रहेछ क्या। भने मतलब त्यो भर्खर फेरि सुरु भएको जस्तो हुँदो रहेछ क्या। त्यो मैले सबै कुरा पढेँ बुझेँ भनेर बढ्न सकिने सम्बन्ध चाहिँ विवाह होइन रहेछ। यस, त्यसले हामीलाई के हदसम्म प्रिपेयर चाहिँ गर्छ, तर नट राइट अवे। जस्तै हामीले कहिलेकाहीँ वचनहरू पढ्दाखेरि जस्तो तपाईँहरूलाई यस्तो महसुस हुन्छ कि हुँदैन, हामीले कति वचनहरू कण्ठ गरेका हुन्छौँ, पढेका हुन्छौँ, सधैँ याद हुँदैन, तर कुनै अवस्थामा जाँदै गर्दाखेरि चाहिँ ठ्याक्कै त्यतिखेर सम्झना हुन्छ नि त। अनि कहिलेकाहीँ हामीलाई यस्तो पनि भनेको पाउँछौँ कि पवित्र आत्माको काम भनेको चाहिँ हामीलाई त्यसरी वचन सम्झना गराउने हो क्या। जब हामी वचनलाई चपाउँछौँ, पढ्छौँ होइन, अनि त्यो एउटा राइट टाइममा उहाँले चाहिँ त्यो सम्झाउनुहुन्छ क्या। 2टा परिवेश छ नि त्यहाँ, कसरी प्रार्थना गर्ने, नडराऊ किनभने चिन्तित नहो, पवित्र आत्माले सुस्केरामा तिमीहरूलाई सिकाउनुहुन्छ। र अर्को कुरा तिमीहरूलाई समातिदा अथवा भनौँ न कष्टमा पर्दाखेरि अथवा कसैको सामु न्यायालयमा तिमी उभाउँदाखेरि के बोल्ने भनेर नआत्तिउ, परमेश्वरले नि तिमीहरूलाई अगुवाई गर्नुहुन्छ भन्ने त्यस्ता सन्दर्भहरू हामी नयाँ करारमा देख्न सक्छौँ नि त। सो त्यही नै हुँदो रहेछ क्या। ती सिकेको कुराहरू काम नलाग्ने भन्ने होइन, तर सुरु हुँदो रहेछ। अनि बढ्दै जाँदाखेरि चाहिँ त्यो कुराहरू हामीलाई स्मरण चाहिँ गराइने रहेछ भनौँ न। अनि ओके, अरू के हुन सक्ला त? वाट वी क्यान थिङ्क अर टक अफ लाइक यो विषयमा हामी बोल्दै गर्दाखेरि के भन्ने मैले त
अब सोचेको परमेश्वरसँग मागेको भन्दा धेरै नै हुन्छ नि, अझै त्यसको डबल पर्सन नै दिनुभएको छ भनौँ न। अब त्यस मैले चाहिँ अब प्रभुमा एकदम राम्रो मलाई सिकाउने हुन्छ नि। अनि त्यसरी मलाई म्युजिक चाहिँ एकदम मनपर्छ। अनि त्यो गिटारहरू त्यस्तो बजाउने, पियानोहरू बजाउने एकदम मनपर्थ्यो। अनि त्यस्तो मेरो पार्टनर चाहिँ हस्बेन्ड चाहिँ त्यस्तो भइदियो हुन्थ्यो हुन्छ नि। अनि बाइबलको कुराहरूमा मलाई लिड गर्ने त्यस्तो भइदियो हुन्थ्यो होइन। अनि त्यसपछि झन् हजुर त टिचर नै होला हुँदो रहेछ, थाहा भएन। अनि त्यो मात्र होइन कि, तर त्यो चाहिँ मैले सोचेँ होइन, त्यसको लागि चाहिँ परमेश्वरसँग मागेको थिएँ। त्यसको मैले मागेको भन्दा बढी परमेश्वरले दिनुभयो। र सो अर्को कुरा हेर्दै गर्दा चाहिँ हजुरको जुन हुन्छ नि एकदम सपोर्टिभ, अनि त्यसपछि एकदम अन्डरस्ट्यान्डिङ, त्यो कुराहरू देख्दा चाहिँ वाउ हुन्छ कि। मैले चाहिँ त्यो कुराको चाहिँ खासै उसै नगरेको रहेछु हुन्छ नि विवाहको लागि। त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हुँदो रहेछ। र परमेश्वरले चाहिँ मलाई अननोइङली मैले मागेको थिइनँ, तर पनि परमेश्वरले दिनुभयो। अनि एकदम बुझ्ने हस्बेन्ड, एकदम लभिङ, केयरिङ, अन्डरस्ट्यान्डिङ, एकदम ब्लेसेड हस्बेन्ड दिनुभयो। अनि आई फिल लाइक म चाहिँ वर्दी पनि छैन होला हुन्छ नि त्यस्तो, तर उहाँले चाहिँ परमेश्वरले चाहिँ जुटाउनु हुँदो रहेछ। सो त्यसको लागि धन्यवाद दिन्छु परमेश्वरप्रति र हजुरप्रति पनि। म त लाजले भुतुकै भयो त। खोइ आई डोन्ट नो, तर यति कुरा चाहिँ मलाई थाहा छ, हामी दुवैजना यो अर्को यात्रामा छौँ। हाम्रो विश्वासको यात्रामा पनि हामी सँगसँगै नै छौँ। त्यो ज्ञान बुद्धि भन्ने कुराहरू त्यस्तै नै हो, तर मेन कुरा एउटा परमेश्वरलाई प्रेम र एउटा डिभोसनल लाइफ भनौँ न, प्रार्थनाको जीवन, वचन अध्ययन, ती चिजहरूले नै बढाउने नै हो हामीलाई। नट लाइक म तिमीभन्दा धेरै जान्ने, सुन्ने, बुझ्ने भएर होइन, कहिलेकाहीँ त्यस्तो देखिन सक्छ। तर अब हामी एका दुसरालाई त पुरै सबै रूपमा चिन्छौँ नि त। सो त सम्पूर्ण रूपमा चिनिसकिसकेपछि चाहिँ भनिने कन्फेसनहरू चाहिँ साँचो हुन्छन् क्या। सो त्यही नै हो, हामीसँगै बढ्ने, बुझ्ने प्रयासमा छौँ। सो अगाडि बढ्दै जाँदा केही हुन्छ होला। अनि तिमीले भने जस्तै या हामीले थाहा नहुँदो प्रकारले चाहिँ परमेश्वरले हामीलाई तयार गर्नु हुँदो रहेछ क्या विवाहको लागि। र हामीलाई आवश्यक एउटा हुन्छ नि सहयात्री पनि त्यसरी नै जुटाउनु हुँदो रहेछ। म सम्झिन्छु विवाह हुनुभन्दा अगाडि सबै मेरो जीवन ठ्याक्क मिल्दै आइरहेको थियो क्या। जस्तै म NITSमा अनलाइन पढाउँदै थिएँ, अनि त्यसबाट पनि केही आय आर्जन हुन्थ्यो मलाई। अनि एट द सेम टाइम म 2 महिने मिसनरी तालिममा एज अ वार्डेन को रूपमा पनि NMCमा म बसिरहेको थिएँ त्यही बेलामा। अनि त्यही बेलामा पार्ट टाइम रूपमा म्युजिक सिकाउन म RPS पनि जान्थेँ। अनि कुनै थियोलोजिकल भोकाबुलरी कुनै क्लासहरू मेरो थियो। अनि यो 3 ठाउँको संलग्नता र साथै YM पनि थियो। YM-मा पनि म हप्ताको 1-2 चोटि चाहिँ म्युजिक सिकाउनु हुन्थेँ। यो 4 ठाउँको इन्भल्भमेन्टले चाहिँ हुन्छ नि, म व्यस्त थिएँ एकदमै। विवाह अगाडि एकदम फ्री हुनुपर्ने, तर म लाइक विवाहको केही हप्ता अगाडिसम्म क्लासहरूमा फुल्ली इङ्गेज्ड। अनि मैले किन यसलाई ब्लेस्ड भनेको भन्दाखेरि त्यो सबै एउटा क्रिस्टीय परिवार नै थियो क्या। सबै एउटा हुन्छ नि त्यो क्रिस्टीय परिवारमै थियो। अनि त्यो बिचमा अब उहाँहरूलाई थाहा थियो मेरो समय आउँदैछ विवाहको लागि भनेर। सो उहाँहरू एउटा इन्डाइरेक्टली प्रेयरमा पनि संलग्न हुनुहुन्थ्यो। अनि प्लस त्यहाँ गएर अब मैले काम गर्दै गर्दा त्यहाँबाट आय आर्जन हुने ती थोरै पैसाहरूले चाहिँ मेरो कति आवश्यकताहरू पनि जुटेको थियो कि। अनि 2 महिना NMCमा त्यो एक्लै बस्न पाउँदाखेरि चाहिँ अनि हामी अझै कति कुराहरूमा बोल्नलाई फ्रिडम भयो नि त। या घरमा पनि हुन्थ्यो, तर घरमा चाहिँ अब यसो एउटा को आयो होला, अहिले के खाना बोलाउला, मम्मीले के खाना बोलाउनु हुन्छ होला होइन, के भन्नुहुन्छ होला भन्ने हुन्थ्यो। तर टोटली त्यो फ्रिडम एउटा आइसोलेसनमा जस्तो बसेर चाहिँ त्यो समयहरू बिताउन पाएको थियो। सो अब अहिले सम्झिँदा हेर्दा एकदमै म थ्याङ्कफुल छु त्यो कुराहरूप्रति र ती सबै परमेश्वरका जनहरूप्रति है, जसले विश्वास गरेर उहाँहरूको ठाउँहरूमा, उहाँहरूको सेवाहरूमा चाहिँ एउटा मैले केही सहायता गर्न सक्छु, म संलग्न हुन सक्छु भन्ने योग्यको ठान्नुभयो त्यो कुराहरूको लागि। अनि पक्कै पनि हो, यो चाहिँ सत्य कुरा हो। परमेश्वरले जब हामी एउटा अर्नेस्टली एकदमै इमान्दारिताका साथ हामी प्रार्थनामा लाग्छौँ भने चाहिँ अथवा भनौँ न एउटा राइट टाइममा, परमेश्वरको राइट टाइममा चाहिँ उहाँले राइट मान्छे नै जुटाउनु हुँदो रहेछ। अब हामी चाहिँ एकदमै
आफै कति कुराहरू खोजेर हिँडिरहेको हुन्छौँ नि होइन। बट तिमीले भने जस्तै हामीले सोचेको भन्दा जस्तै अब हामीले आवरणमा बाहिरी रूपमा हेर्दाखेरि चाहिँ त्यो हुन्छ नि आउटर एपिरियन्समा चाहिँ ओके ट्यालेन्टेड होइन एजुकेटेड त्यसपछि इन्डिपेन्डेन्ट त्यो कुराहरू छ, त्यो चिजहरूले अट्र्याक्सन चाहिँ गर्छ हामीलाई। तर मेन कुरा भनेको चाहिँ ओके हामी एकअर्कामा हामीले यसो देख्दै गर्दाखेरि परमेश्वरप्रति कतिको फेथफुल छ त अथवा विश्वासको जीवन कस्तो छ त्यो चिजले धेरै म्याटर गर्छ। अनि अब रियालिटीमा विवाहमा आइसकेपछि कस्तो हुन्छ भन्दा जब रियालिटी सबै देखिन्छ नि त होइन। अनि अब त्यो रियालिटीमा भेटेको पर्सनसँग वास्तविक प्रेममा परेर अगाडि बढ्नु नै एउटा विवाहको चाहिँ लाइक मिस्ट्री रहेछ क्या। किन भन्दाखेरि त्यो रियालिटी चाहिँ विवाह अगाडि जति वर्ष लभ परे पनि हामी एउटा रिलेसनसिपमा रहे पनि त्यो रियालिटी हाम्रो माझमा चाहिँ आई डोन्ट थिङ्क इट कम्स है। हामीले त अब एकअर्कालाई आफ्नो रिसमा भेटेका छौँ, एकअर्कालाई आफ्नो एकदम स्याडनेसमा भेटेका छौँ, एकअर्कालाई आफ्नो एकदमै हुन्छ नि त्यो बिरामी भएको अवस्थामा भेटेका छौँ, एकअर्कालाई एकदमै ब्रोकन एकदमै लो फिलमा भेटेका छौँ र एकअर्कालाई एकदमै त्यो एक्साइटमेन्टको फिलमा नि भेटेका छौँ। सबै एउटा महसुसहरू अनुभवहरूमा भेट्दै गर्दाखेरि चाहिँ त्यतिखेर हामीले फरक फरक भेट्छौँ नि त। मैले फरक फरक सुषमा भेटेको छु, सुषमाले नि फरक फरक विनोद भेटेको होला, यट हाम्रो कमिटमेन्ट चाहिँ यो हो कि वी लभ क्राइस्ट एन्ड हामी क्रिस्टतर्फ अगाडि बढ्दैछौँ। सो या केही भन्न चाहन्छौ अन्तिममा, एनिथिङ लाइक यु फिल टु सेयर? या अब जो पनि विवाहको लागि सोच्दै हुनुहुन्छ, प्लान गर्दै हुनुहुन्छ, प्रे एन्ड वेट हुन्छ नि अब। अनि त्यसपछि मेन चाहिँ थियो गड फियरिङ होइन। अनि त्यसपछि प्रभुमा चाहिँ भय मानेको मानिस अघि नै हाम्रो पास्टर प्रेम उहाँकै जुन सिरिजमा भनिहाल्यो परमेश्वरतिर चाहिँ दौडिएको, आफू दौडिँदैछ त र सँगसँगै दौडेको अर्को कोही छ भने इज द राइट वान हुन्छ नि। अब अहिले त हुन्छ नि पढे लेखेको एकदम डक्टर इन्जिनियर त्यस्तो पनि ओके द्याट्स नट ब्याड होइन, त्यो पनि राम्रो हो। तर त्योभन्दा चाहिँ एज अ क्रिस्चियन हामीले चाहिँ हेर्नुपर्ने भनेको गड फियरिङ म्यान हुन्छ नि, गड फियरिङ वुमेन, त्यो चाहिँ फर्स्ट प्रायोरिटी हुनुपर्छ। र आफ्नो प्रोफेसन आफ्नो कामहरू त छँदैछ, त्यो चाहिँ नम्बर 1मा हुनुपर्छ है प्रेयरको लिस्टमा। सो किनकि हुनुपर्छ भन्दा गर्दा चाहिँ पछि रिग्रेट हुँदैन कि अब विवाह गरेपछि हुन्छ नि। अब त्यो ट्रु पिस इनर पिस हुन्छ नि त्यो चाहिँ राइट पर्सनले मात्रै दिनसक्छ कि। अब जो चाहिँ परमेश्वरको भयमा हिँड्छ अनि भन्दै गर्दा चाहिँ सेवाकै नै गरेर पास्टर अगुवा नै हुनुपर्छ भन्ने छैन। एज अ नर्मल होइन सेवाकाइमा नहिँड्ने लाइक हस् हुन्छ नि सेवाकाइ नगर्ने मान्छे पनि गड फियरिङ एउटा साधारण विश्वासी पनि गड फियरिङ त्यस्तो खालको हुन्छ नि त। हो त्यस्तो चाहिँ नम्बर 1 प्रायोरिटी। या अझै म सजिलो भनिदिन्छु, पक्कै पनि केटा मान्छेले केटी मान्छे र केटी मान्छेले केटा मान्छे हेर्दै गर्दा चाहिँ अब हाम्रो अनुभवबाट है, यो कुनै थ्योरी होइन, हामीले हाम्रो भगाइबाट हेर्दाखेरि चाहिँ उसले भने जस्तै सेवकाइमै भिजेको पक्का सेवक नै भन्दा पनि ओके त्यस्तो पायो भने पनि इट्स भेरी नाइस। तर यो पनि एकदम असल हुन्छ कि उसको विश्वासको जीवन र हिँडाइ कस्तो छ त होइन, उसको बारेमा उसको वरिपरि भएका मानिसहरूले कस्तो किसिमको गवाई दिन सक्छ त होइन। सो आई थिङ्क त्यो पनि एकदम महत्त्वपूर्ण हुन्छ। र ह्याभिङ सेड द्याट पक्कै पनि परमेश्वरलाई प्रेम गर्ने अनि परमेश्वरको भय र आदरको निम्ति जिउने त्यो चाहिँ एकदमै बेसिक फाउन्डेसन हुनुपर्छ होला। त्यो भयो भने नै त्यसबाट उम्रेको अथवा त्यसबाट अगाडि बढेको जीवन नै अब सबै कुरामा एउटा इमान्दारिताका साथ बढ्ने कुरा त हुन्छ नै। सो त्यही नै हो। त्यसबाहेक ह्याभिङ सेड द्याट अब बाँकी त सबै त्यही हो, अब मान्छेको आफ्नो प्रिफरेन्स पनि हुनसक्छ है। सो त्यतातिर हामी अहिले जाँदैनौँ। सो जस्ट यति नै भन्न चाहन्छौँ, जतिजना तपाईँहरू विवाहको लागि तयारी गर्दै हुनुहुन्छ अथवा विवाहको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, पर्खिँदै हुन्छ भने पर्खिनुहोस्, धैर्य गर्नुहोस्, विश्वासयोग्य पर्खाइ है। हामी चाहिँ मैले पहिला पनि कुनै भिडियोमा भनेको थिएँ, हामी धैर्यतालाई तोडेर आफ्नै किसिमले अगाडि बढेर चाहिँ अरू कुराहरू परमेश्वरले दिन चाहनु भएको भन्दा फरक कुराहरू हासिल गर्नतिर नलागौँ। अनि
राइट पार्टनर कसरी चिन्ने भनेको अब ड्याङ 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 1 2 3 भन्ने यस्तो फर्मुला हुँदैन। अघि नै हामीले भन्दै गर्दाखेरि त्यो इनर पिस हुन्छ र पक्कै पनि परमेश्वरले कुनै कुनै माध्यमहरूबाट हामीलाई त्यो व्यक्तिको नजिक नजिक चाहिँ लगिरहनु भएकै हुन्छ है। सो त्यो कुराहरू छन्। अनि त्यही नै हो, प्रार्थना त सबभन्दा इम्पोर्टेन्ट त त्यही नै रहन्छ। एनिवे धेरै लामो हुन्छ होला, यसलाई हामी यतिकैमा राखौँ। अनि फेरि पनि धन्यवाद सबैजनालाई, नेपाल लोकस चर्च अनि हाम्रो आमा बुवाहरू, मेरो मामा माइजूहरू है, आफन्तहरू, हाम्रो भाइहरू, साथीहरू जति पनि हुनुहुन्थ्यो हाम्रो विवाह वरिपरिका समयहरूमा, तपाईँहरू सबैलाई धेरै धेरै सम्झना। सो परमेश्वरले सबैलाई आशिष दिनुभएको होस्। जतिले यहाँसम्म हेर्नुभयो तपाईँहरूलाई फेरि पनि धन्यवाद। जय मसी, नमस्ते र बाई बाई। फेरि अर्को कुनै भिडियोमा कुनै टपिकमा भेटौँला है त।